क्रिस्टमस विश्वास, प्रेम र सद्भावको पर्व। हिजो, आज र भोलिको सन्देश। प्रेम, करुणा र आशाको सन्देश बोकेको क्रिसमस पर्व हरेक वर्ष डिसेम्बर 25 तारिकका दिन विश्वभरका क्रिस्चियन समुदायले श्रद्धा, उल्लास र आत्मीयताका साथ मनाउँदै आएका छन्। समयसँगै यसको स्वरूप फेरिए पनि क्रिसमसले बोकेको मूल सन्देश मानवता, शान्ति र आपसी प्रेम अझै उत्तिकै सान्दर्भिक छ। हिजो आस्था र संघर्षको इतिहास क्रिसमस येशूले जन्मको सम्झनामा मनाइने पर्व हो। विश्वास अनुसार येशू ख्रिस्टले मानवता, क्षमा, दया र प्रेमको शिक्षा दिए। सुरुवाती दिनमा क्रिसमस सीमित समुदायमा मात्र मनाइन्थ्यो, जहाँ आस्था, प्रार्थना र सादगी यसको मुख्य आधार थियो। नेपालको सन्दर्भमा पनि क्रिस्चियन समुदायले लामो समयसम्म शान्त र आत्मीय ढंगले यो पर्व मनाउँदै आएका छन्। आज उत्सवसँगै क्रिसमस सामाजिक सद्भाव र सह अस्तित्वको प्रतीक बन्दै गएको छ। यहाँ सबैजनालाई नमस्ते, क्रिस्ट अभिवादन, जय मसीह भन्न चाहन्छु। म दीपक बोरन, म चाहिँ साल्भेसन चर्च क्षेत्रमा 15 को पास्टर पनि हो। सँगसँगै मकवानपुर पास्टर एसोसिएसनको पूर्व अध्यक्ष पनि हो। अनि हाल चाहिँ म पास्टर क्रिस्चियन महासङ्घ मकवानपुरको सल्लाहकार पनि हो। बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक समाजमा क्रिसमसले समुदायहरूबीच आपसी सम्मान र समझदारी बढाउने अवसर सिर्जना गरेको छ। गाउँपालिकाले क्रिसमसको अवसरमा 3 दिन सार्वजनिक बिदा दिने निर्णय गर्नुले स्थानीय क्रिस्चियन समुदायमा खुशी मात्र होइन, सबै धर्म र संस्कृतिप्रति सम्मान गर्ने स्थानीय सरकारको सोचलाई पनि उजागर गरेको छ। संसारमा उद्धारकर्ता येशू ख्रिस्ट संसारका पापी संसारका मानिसहरूलाई पापबाट उद्धार गर्नको लागि यस धरतीमा मानवको चोला लिएर जन्मनु भएको उद्धारकर्ता येशू ख्रिस्टको जन्मको यो उत्सव मनाउने दिन हो। यो चाहिँ डिसेम्बर 25 गर्छन्। यो विश्वव्यापी मान्यता प्राप्त विश्वव्यापीमा चल्ने डेट चाहिँ डिसेम्बर 25 हो। त्यस कारणले यो वर्ष चाहिँ हामी डिसेम्बर 25 हाम्रो क्रिसमस उत्सव यो वर्ष मनाउँदैछौँ। अहिले तयारीमा जुटिरहेका छौँ। प्रेम, क्षमा र सहयोगको सन्देश फैलाइन्छ। यस पर्वको मूल उद्देश्य धन दौलत प्रदर्शन होइन, मनको खुसी बाँड्नु हो। समावेशी समाजको आशा क्रिसमसले दिएको सन्देश भोलिका दिनमा अझै गहिरो अर्थ बोकेको छ। धार्मिक विविधताका बीच पनि एक अर्कालाई स्वीकार गर्नु, सम्मान गर्ने र सहकार्य गर्ने समाज निर्माण गर्न क्रिसमस जस्ता पर्वहरूले महत्वपूर्ण भूमिका खेल्छन्। विविध समुदाय बसोबास गर्ने स्थानमा यस्ता पर्वहरूले शान्ति, समृद्धि र सामाजिक एकताको बाटो देखाइरहेका छन्। खासै अब हामी इसाई समुदाय चाहिँ अब एक किसिमको हाम्रो दुखेश्वर भनौँ न, हाम्रो विभिन्न गाउँपालिकाहरूले चाहिँ कति ठाउँमा इसाई समुदायहरूको पर्व भनौँ न, क्रिसमसको बेलामा चाहिँ अब सार्वजनिक बिदा दिइरहेको छ। 2 दिन 3 दिनको झन्डै कति ठाउँमा यसरी दिइरहेको छ। र यो चाहिँ पालिका, सबै पालिकादेखि लिएर प्रदेशदेखि लिएर नेपाल सरकारले नै इसाई धर्मावलम्बीहरूको लागि यो महान एउटा पर्व चाडको बेला हो। क्रिसमसको बेलामा चाहिँ कम्ती पनि 3 दिन जति बिदाको व्यवस्था गरियो भने सबै इसाई समुदायका उहाँहरू चाहिँ आफ्नो चाडमा परिवारसँग रमाउने मौका पाउने थियो अनि उहाँहरूले पनि आफ्नो धार्मिक अभ्यासहरू गर्न पाउने थियो। क्रिस्चियन समुदायको बाहुल्य बसोबास रहेको क्रिसमस मान्ने समुदायले चर्चमा प्रार्थना, गीत संगीत, शुभकामना आदान प्रदान र पारिवारिक जमघटका साथ पर्व मनाउँदै आएका छन्। यस क्रममा अन्य समुदायका व्यक्तिहरू पनि सहभागी भई आपसी सम्बन्ध अझ नजिक बनाउँदै आएका छन्। क्रिसमस किन र कसरी मनाइन्छ? क्रिसमस येशू ख्रिस्टको जन्मदिनको स्मरणमा मनाइन्छ। यस दिन चर्चमा विशेष प्रार्थना गरिन्छ। क्रिसमस क्यारोल, भजन गीत गाइन्छ। कहिलेकाहीँ चाहिँ अब क्रिसमसकै बेलामा चाहिँ स्कुलको नानीहरूको इक्जाम राखिने अनि कलेजको इक्जामहरू भइदिने गर्दाखेरि पनि यसले पनि हामीको आफ्नो आस्थामाथि केही अप्ठ्यारो असहजहरू हामीले अनुभव गर्दै आइरहेका छौँ। यो वर्ष र आगामी वर्षहरूमा चाहिँ सरकारले यो प्रति इसाई समुदायको यो महान चाड क्रिसमसप्रति चाहिँ ध्यान आकर्षण गरिदियोस्। स्थानीय सरकार, समुदाय र नागरिक बीचको सहकार्यले यस्ता पर्वहरूलाई केवल उत्सवमा सीमित नराखी सामाजिक परिवर्तनको माध्यम बनाउन सकिने विश्वास गरिएको छ।
निष्कर्ष क्रिसमस हिजोको आस्था, आजको उत्सव र भोलिको आशा हो। यो पर्वले धर्मभन्दा माथि उठेर मानवता, प्रेम र सद्भावको सन्देश दिन्छ। क्रिसमसको उल्लासले सबै समुदाय बीच आपसी सम्बन्ध अझ मजबुत बनाओस् भन्ने कामना गरिन्छ।